जाडोमा यसो थुक्पाको सुप खाइदिउँ भनेर तातो तातो यहाँ थुक्पा उम्लिँदैछ अनि यहाँ चाहिँ अन्डाहरू यो चाहिँ म यिनीहरूको चाहिँ सुप बनाउँदैछु चट्ट लाएर जाडोमा तातो थुक्पा लगभग अब थुक्पा चाहिँ बोइल भइसकेको छ अब म यसलाई रिप्लेस गर्छु त्यसपछि म यसलाई पखाल्छु ल फाइनल्ली यहाँ थुक्पा चाहिँ अब बोइल भएर नि म यसलाई धुन जाँदैछु पानी हालेर कति तातो म पखाल्छु वाह चट्ट यो चाहिँ सुपको लागि हाम्रो यहाँ धोइ पखाली गरेर रेडी भइसक्यो अब खाना मात्र बाँकी ओहो हाम्रो खानेकुरा रेडी भइसक्यो सरररर मोटर गाडीमा हातले बजाउने हो कस्तो मिठो भएछ यस्तो गर्ने उनको मिठो Oh my god.